नमस्कार, हजुरहरूलाई स्वागत छ। आज हामी वाल्मिकी विद्यापीठको तन्त्रशास्त्र विभागमा छौँ। हामीसँग हुनुहुन्छ तन्त्राचार्य गुरु माधव प्रसाद लामिछाने, पूर्व मीमांसा तथा तन्त्रशास्त्रका सहप्राध्यापक। गुरु, हजुरलाई स्वागत छ। धन्यवाद। गुरु, सामान्य मान्छेलाई तन्त्रशास्त्र एकदमै डरलाग्दो र रहस्यपूर्ण विषय लाग्दछ। तन्त्रको वास्तविक अर्थ र यसको उद्देश्य के हो भनेर अलिकति दर्शकहरूलाई बुझाइदिनुहोस् न। धन्यवाद। अब यो तन्त्रका विषयमा सामान्य मान्छेहरूमा चाहिँ सामान्य जनमानसमा एउटा अपधारणा के छ भने तन्त्र भनेको केवल जादु टोना, त्यसै गरी अविचार भनेको मारण मोहन, हैन, वशीकरण, उच्चाटन जस्ता षड्कर्महरू गर्ने शास्त्र अथवा त्यसको विधि विधान भएको शास्त्र, अथवा क्षुद्र विद्यापरक शास्त्र, अथवा जो भनौँ भूत प्रेत पिशाच श्मशान आदिको सिद्धि गर्ने र यो अभिष्ट सिद्धि गर्ने, सांसारिक अभिष्ट सिद्धि गर्ने त्यो शास्त्र हो भन्ने सामान्य जनमानसको चाहिँ बुझाइ पाइन्छ। तर वास्तवमा तन्त्र भनेको त्यति मात्रै होइन। यद्यपि तन्त्रशास्त्रमा ती विषयहरू छन्, ती कुराहरू पनि तन्त्रशास्त्रका विधा हुन्, तर तन्त्रशास्त्रमा क्षुद्र विद्या, सिद्धि विद्या र महाविद्या गरी तीनवटा मूल शाखाहरू छन्। त्यो भूत प्रेत पिशाच डाकिनी साकिनी आदि गरिएका कर्णपिशाचिनी जस्ता जुन विद्याहरू छन् ती चाहिँ क्षुद्र विद्यापरक शास्त्र हुन्। त्योभन्दा माथिल्लो श्रेणीका शास्त्र छन् जसलाई हामी सिद्धि विद्या भन्छौँ। सिद्धि विद्यामा चाहिँ विभिन्न प्रकारका सिद्धिहरू प्राप्त गर्ने, निरन्तर लामो साधना गरिसकेपछि वाक्सिद्धि अणिमा आदि सिद्धिहरू प्राप्त गर्ने त्यस किसिमका विधि विधानहरू भएका त्यस किसिमको साधना शास्त्र, साधना विज्ञान भएको शास्त्रको जुन एउटा तन्त्रशास्त्रको विधा हो त्यो चाहिँ सिद्धि विद्या अन्तर्गत पर्दछ। र अर्को महाविद्या छ जस अन्तर्गत चाहिँ 10वटा मूल महाविद्या पर्दछन्। कसैको मतमा 16 महाविद्या पनि छन्, कसैले 13 महाविद्या पनि मानेका छन्, तर प्रचलनमा अभ्यासमा चाहिँ 10वटा महाविद्याहरू छन् जस अन्तर्गत काली, तारा, षोडशी, भुवनेश्वरी, छिन्नमस्ता, बगलामुखी, त्यसै गरी भैरवी अनि धुमावती, मातङ्गी र कमला, यी 10 महाविद्या पर्दछन्। र यी 10 महाविद्या भनेका चाहिँ तपाईको भुक्ति अर्थात् सांसारिक भोग पनि प्रदान गर्ने र मुक्ति संसारदेखि उत्तीर्ण जुन मोक्षको कुरा गर्छौँ हामीले, चरम पुरुषार्थ भनिन्छ। धर्म अर्थ काम मोक्ष मध्ये अन्तिम जुन लक्ष्य हो त्यो मोक्ष प्रदान गर्ने त्यस किसिमका विधि विधान भएको महाविद्याको अर्को कोटि छ। यो चाहिँ एउटा तपाईको तन्त्रको विषयवस्तुका आधारमा तन्त्र के हो भन्ने विषय भयो। अर्को चाहिँ तन्त्र भनेको के हो भन्दा वास्तवमा जसरी वेद भन्नाले हामी एउटा वाङ्मय बुझ्छौँ, एउटा साहित्य बुझ्छौँ, जस्तो वेद भन्ने बित्तिकै त्यसमा मन्त्र, संहिता, ब्राह्मण, आरण्यक र उपनिषद, हैन, यसको समष्टि नै वेद हो। त्यसै गरी तन्त्र भनेको पनि के भन्दाखेरिमा शैव, शाक्त, वैष्णव, गाणपत्य अथवा गणपति, गणेशसँग सम्बन्धित, सौर अथवा सूर्यसँग सम्बन्धित, यो चाहिँ हिन्दू परम्पराभित्रका, सनातन हिन्दू परम्पराभित्रका र अनि जैन र बौद्ध परम्पराभित्र पनि जैन तन्त्र र बौद्ध तन्त्र यस किसिमले तन्त्रको एउटा विशाल वाङ्मय छ, विशाल साहित्य छ। त्यो चाहिँ जसरी वैदिक वाङ्मय भन्नाले एउटा निश्चित वाङ्मय बुझिन्छ, त्यसरी तान्त्रिक वाङ्मय भन्नाले पनि यस किसिमको एउटा विशाल वाङ्मयलाई बुझ्छौँ। र अर्को चाहिँ फेरि तन्त्र भनेको एउटा विधि पनि हो, क्रियायोग है। जस्तो हामी कुनै पनि काम गर्नका लागि, कुनै एउटा भनौँ लक्ष्य प्राप्तिका लागि एउटा निश्चित विधिबाट हामी जानुपर्छ। त्यसै गरी जस्तो यो तन्त्र साधना विज्ञानमा कुनै इष्टदेव अथवा इष्टदेवीको जब हामी आराधना गर्न थाल्छौँ, उपासना गर्छौँ, यो उपासना गर्ने तरिका चाहिँ सात्विक तरिका हुन्छ कि तामसिक हुन्छ कि राजसिक हुन्छ? हामीले देख्दा त अब टिभी फिल्मतिर हेर्दा त तामसिक पाराले पूजा गरेको देखाउँछ। त्यो अरू दर्शनले जस्तो नत्र अरू विभाग वेदान्तहरूले वेदान्ती वैष्णवहरूले गर्ने जस्तै सात्विक तरिकाले पनि तन्त्रको पूजा गर्न सकिन्छ? एकदम सकिन्छ। म त्यसमा अलिकति पछि आउँछु। मैले के भन्दै थिएँ भन्दाखेरिमा तन्त्रको चाहिँ त्यो एउटा क्रिया हैन, क्रियायोग अथवा विधि, जसरी चाहिँ कुनै पनि लक्ष्य प्राप्तिका लागि एउटा निश्चित विधि अथवा क्रियात्मक पद्धतिबाट अगाडि बढ्नुपर्छ, त्यसै गरी तन्त्र साधनामा, तन्त्र साधना विज्ञानमा एउटा कुनै इष्टदेव अथवा इष्टदेवीको आराधनाका लागि
त्यो तत्त्वलाई प्राप्त गर्नका लागि पनि निश्चित खालको चाहिँ क्रियात्मक विधि अवलम्बन गर्नुपर्ने हुन्छ। त्यो विधि त्यो क्रियायोग नै वास्तवमा तन्त्र हो है। देवतालाई हो प्राप्त हो गर्ने देवतालाई तरिका प्राप्त गर्नको लागि अथवा स्वयं देवता बन्नको लागि। भन्ने अब तन्त्रमा चाहिँ देवता प्राप्त गर्ने भनेर त्यो चाहिँ देवताको खालि दास भावमा मात्र रहने होइन, स्वयं देवता बन्ने, स्वयं देवता बन्ने। त्यसैले अहम ब्रह्मास्मि हो, जसरी वेदान्तमा अहम ब्रह्मास्मि भनिन्छ, यहाँ पनि शिवोहम शिवोहम शिवः केवलोहम, म केवल शिव हुँ होइन, अथवा शक्ति होइन, म स्वयं शक्ति हुँ भन्ने त्यस किसिमको बोध गर्नु चाहिँ तन्त्रको लक्ष्य हो। र त्यसका लागि जुन क्रियात्मक विधि अपनाइन्छ त्यो विधि शास्त्र वास्तवमा तन्त्र हो। र अब तपाईँले जुन अघि प्रश्न गर्नुभयो कि तन्त्रमा चाहिँ सात्विक पूजा हुन्छ कि हुँदैन भन्नुभयो। वास्तवमा हरेक उसमा चाहिँ सात्विक, राजस र तामस पूजा हुन्छन् होइन। यो भगवत गीतामा पनि भगवान कृष्णले पनि यो कुरा गर्नुभएको छ। त्यो चाहिँ व्यक्तिको स्वभाव अनुसार हुन्छ है। मान्छेमा जस्तो हरेक व्यक्ति के छ भन्दाखेरि सांसारिक जीव, सांसारिक प्राणी चाहिँ त्रिगुणले व्याप्त छ। त्यसैले कसैमा यदि सत्व प्रधान व्यक्ति छ भने उसले सात्विक उपासना गर्न उसको लागि त्यो बढी फलदायी हुन्छ। कोही चाहिँ जसमा रजोगुणको बढी प्राबल्य छ, रजोगुण प्रधान व्यक्ति छ भने उसले रजोगुण राजस उपासना मार्ग ग्रहण गर्नु आवश्यक हुन्छ। र कोही तमोगुणी छ भने अथवा तमोगुणको प्रधानता छ भने उसले चाहिँ तमो तामस उपासना विधि अपनाउनुपर्छ। किन भन्नुहुन्छ भने साधना भनेको चाहिँ त्यो जुन तत्त्व अथवा जुन विधिबाट हामी विधिको अवलम्बन गर्छौँ त्यो व्यक्तिमा भएको गुण र त्यो विधिका बिचमा म्याच हुनुपर्छ होइन। अब सत्वगुणी व्यक्ति छ तर उसले तामस विधिको अवलम्बन गर्यो भने त्यहाँ म्याचिङ हुँदैन नि। तर अनि समाजमा त फेरि तमोगुणी भन्दा सात्विक गुण सर्वश्रेष्ठ हो भनेर मानिन्छ, अनि तमोगुणलाई अलिक तल्लो स्तरको हो कि जस्तो मानिन्छ। अनि तमोगुणी विधानले पूजा गर्ने मान्छे चाहिँ अलिक अर्कै नजरले हेरिन्छ, त्यस्तो मान्छेलाई अलिक घटा हो कि जस्तो गरेर होइन। त्यो स्वाभाविक पनि भयो, किनभने तपाईँको जस्तो सत्व रज तममा, तम भनेको त मूढ भाव हो होइन, जड भाव हो अथवा अज्ञानको अन्धकारले ढाकिएको अवस्था हो। रजोगुण त्योभन्दा अलि माथिल्लो श्रेणी भयो। सत्वगुण अझ प्रकाश भनौँ न, ज्ञानको चाहिँ तहको कुरा भयो। त्यस हिसाबले तमोगुणभन्दा रजोगुण श्रेष्ठ, रजोगुणभन्दा सत्वगुण श्रेष्ठ, त्यो स्वाभाविक हो होइन, स्वाभाविक हो। र हाम्रो साधनाको लक्ष्यमा पनि के हो भन्दाखेरिमा भनौँ न तमोगुणको एउटा तमोगुण व्याप्त व्यक्तिलाई बिस्तारै साधनाका माध्यमबाट उसमा चाहिँ रजोगुणको प्रबलता त्यसपछि सत्वगुणको प्रबलता बनाउँदै लैजाने हो। तर यसको अर्थ चाहिँ यो होइन कि कुनै व्यक्ति सत्वगुणी बन्दैमा उसले लक्ष्य प्राप्त गर्यो भन्ने होइन। किन भन्दाखेरिमा त्यो त्रिगुणबाट अतीत हुनुपर्छ होइन, त्रिगुण रहित हुनुपर्छ नि त वास्तवमा। किनभने त्यो मोक्षको अवस्था भनेको त्रिगुणातीत अवस्था हो। अनि हामीलाई सत्वगुणतिर प्रेरित चाहिँ किन गर्छन् अरूले यसरी पूजा गर्नुपर्छ भनेर? होइन त्यो होइन, त्यो त के हुन्छ भने तपाईँ भनौँ न तपाईँ प्रकाशको तहमा नपुगिकन त्यो प्रकाशमय होइन ज्ञानमय त्यो तत्त्वलाई प्राप्त गर्न सक्नुहुन्न। त्यसैले तमोगुणबाट भनौँ न सामान्य व्यक्ति तमोगुणी व्यक्ति नै हुनसक्छ, अथवा पूर्वजनको संस्कारहरूले उसमा तमोगुणको भाव चाहिँ तिरोहित भएको छ, उसमा अझ रजोगुण भाव प्रबल छ, अथवा कसैमा सत्वगुणको भाव प्रबल छ भने एकैचोटि उसले सात्विक पूजा उपासना गर्न सक्ने भयो होइन। नभएदेखि जाने क्रम चाहिँ त्यही नै हो, जाने क्रम त्यही नै हो। र अर्को कुरा के हुन्छ भने अब यसैमा भनौँ न तन्त्रमै पनि तपाईँको पशुभाव, वीरभाव, दिव्य भाव भनिन्छ। त्यो पशुभाव, वीरभाव र दिव्य भावमा चाहिँ जब तपाईँ त्यो द्वैत भावबाट अद्वैत भावतिर चाहिँ तपाईँको यात्रा सुरु हुन्छ त्यतिखेर के हुन्छ भन्दाखेरिमा तपाईँमा भएको पशुत्व भनौँ न अथवा पासको जुन भाव छ त्यो पासको भाव जब बिस्तारै अपसारित हुन्छ अथवा त्यो पासको भाव चाहिँ हट्दै जान्छ, पासहरू हट्दै जान्छन्, त्यसपछि तपाईँले आफूलाई त्यो भनौँ न आफ्नो उपास्य देवता हो अथवा उपास्य शक्ति हो त्योसँग चाहिँ आफूलाई नजिक पाउन थाल्नुहुन्छ। र वास्तवमा त्यो तत्त्व र मका बिचमा भिन्नता छैन, स्वयं म नै त्यो तत्त्व हुँ भन्ने यस किसिमको त्यो भाव जब जागृत हुन थाल्छ अनि बिस्तारै ऊ वीरभाव हुँदै दिव्य भावमा जाने त्यो प्रक्रिया सुरु हुन्छ। त्यसैले अब हामी सामान्य मान्छे
जो छ उसलाई चाहिँ सत्वगुणी बन्नुपर्छ भनेर प्रेरित गर्नु चाहिँ के भन्दा त्यो सत्वगुण बनिसकेपछि जति चित्त निर्मल हुन्छ त्यत्तिकै त्यो तत्त्वलाई प्राप्त गर्न सकिन्छ। त्यसै हिसाबले सत्वगुणी बन्दाखेरिमा त्यो तत्त्वको नजिक पुग्ने सामर्थ्य उसमा आउँछ भन्ने हिसाबले त्यो भनिएको हो। तर त्यसको अर्थ चाहिँ यो होइन कि सत्वगुणी बन्नुपर्छ, सत्वगुणी बन्दैमा अब सबै कुरा हुन्छ भन्ने चाहिँ होइन। सत्वगुणबाट पनि माथि जानुपर्छ, किनभने सत्वगुणी छ कुनै मान्छे चाहिँ भनौँ न तपाईँको विद्वान हुनु राम्रो कुरा हो, विद्वान हुनु राम्रो कुरा हो मूर्ख हुनुभन्दा। तर कुनै मान्छे म विद्वान छु भनेर त्यो घमण्ड भयो भने के हुन्छ भने त्यसैले अहमको भाव चाहिँ रहनु भएन होइन। त्यसैले त्यो सत्वगुणी छ तर म सत्वगुणी छु, म चाहिँ यस्तो राम्रो काम मात्रै गर्छु। तमोगुणी र रजोगुणी मानिसमा भन्दा त अझ धेर सत्वगुणी मानिसमै म सत्वगुणी हुँ भनेर अहम भाव धेर देखिएको प्रचलन देखिन्छ अचेलभरि समाजमा देखिन्छ। र त्यो हुनु झन् खतरा हो, झन् खतरा हो। किन भन्दा किनभने त्यो तपाईँको अहमको भावले म चाहिँ सत्कर्म गरिराखेको छु, म सुकृत कर्म गरिराखेको छु होइन, मैले चाहिँ शास्त्रले भनेको विधिलाई पूर्ण रूपले पालना गरिरहेको छु भन्ने त्यो घमण्ड राख्छ भने त्यसले त्यो लक्ष्य प्राप्त गर्न सक्दैन। किनभने त्यो सुकृत जुन हो नि, सुकृत र दूषित दुवैलाई त्याग्नुपर्छ कि। भगवान् कृष्णले गीतामा के भन्नुहुन्छ भन्दा बुद्धियुक्तो जहातिह उभे सुकृत दुष्कृते होइन। बुद्धिमान व्यक्तिले चाहिँ सुकृत र दूषित दुवै कर्मलाई त्याग्नुपर्छ। किन सुकृत भनेको राम्रो कर्म अथवा शास्त्रले भनेको चाहिँ विधिको पालना गर्नुभयो राम्रो कुरा हो, तर त्यही मात्रै गर्नुभयो र त्यसभित्र तपाईँले अहङ्कार राख्नुभयो, त्यो विधिप्रति चाहिँ तपाईँको राग भयो भने के हुन्छ, त्यसले त पुण्य कर्म पुण्य भोग दिन्छ। तपाईँ स्वर्ग जानु होला तर त्यो स्वर्गको फल पनि त सधैँको लागि छैन, फेरि मर्त्यलोकमा आउनुपर्छ, त्यो चक्र चलिरहन्छ भनेपछि मोक्ष प्राप्त भएन होइन। त्यसैले सत्वगुणी बन्दैमा लक्ष्य प्राप्त हुन्छ भन्ने छैन। जबसम्म सत्वगुणी बन्नु भने स्वर्ग चाहिँ प्राप्त हुन सक्ला तर मोक्ष चाहिँ नहुन पनि सक्छ। हुँदैन। स्वर्ग प्राप्त हुनु भनेको त मोक्ष प्राप्त हुनु भएन नि त। स्वर्ग प्राप्त गर्नुभयो तपाईँले केही पुण्य भोगका लागि स्वर्ग जानुहुन्छ। अब क्षीणे पुण्य मर्त्यलोकम विशन्ति, तपाईँको त्यो पुण्य क्षीण भएपछि फेरि मर्त्यलोकमा आइन्छ। त्यसैले सत्वगुणी हुँदैमा चाहिँ राम्रो भन्ने होइन, तर तमोगुणी हुनुभन्दा त राम्रो हो नि त, रजोगुणी हुनुभन्दा राम्रो हो। तर सत्वगुणी अवस्थामा पनि म चाहिँ सत्वगुणले युक्त छु, म राम्रो काम गर्दैछु भन्ने खालको अथवा म विद्वान हुँ यस किसिमको घमण्ड त्यस किसिमको अहङ्कार चाहिँ शेष रह्यो भने त्यो चाहिँ त्यो खतरै हो वास्तवमा। यहाँ चक्रको कुरा गरिन्छ, यन्त्रको कुरा गरिन्छ, कुण्डलिनी जागरण भन्ने अहिले त धेरै सामाजिक सञ्जालमा पनि देखिन्छ हप्ता दिनमै भनेर हो। त्यसको विषयवस्तुको बारेमा बताइदिनुहोस् न, के हुन् ती भनेको, चक्र भनेको, यन्त्र भनेको, कुण्डलिनी शक्ति भनेको? अब यो तन्त्र योगमा कुण्डलिनी योगको कुरा आउँछ है। वास्तवमा कुण्डलिनी योग भनेको तपाईँको शरीरमा यद्यपि शरीरमा भावना गरिन्छ होइन। अब कसैले 7वटा चक्रको भावना गर्छन्, कसैले 9वटा चक्रको भावना गर्छन्, यो चाहिँ एउटा भावनात्मक विषय भयो। तर यो कुनै भौतिक वस्तु होइन है। तपाईँले शरीरलाई काटेर हेरेर कहीँबाट चाहिँ त्यस्ता चक्रहरू देखिँदैन। तर यद्यपि त्यो शरीरमा त्यो भावना गरिन्छ। जस्तो भानु मूलाधार चक्र, त्यो चाहिँ अब तपाईँको लिङ्ग मूलमा होइन, जननेन्द्रिय भन्दा 2 अङ्गुल तल चाहिँ भावना गरिन्छ, कन्द देशमा भावना गरिन्छ। त्यसपछि स्वाधिष्ठान त्योभन्दा अलिकति माथि भावना गरिन्छ। त्यसपछि मणिपुर चक्र नाभिमा चिन्तन गरिन्छ। त्यसपछि अनाहत चक्र हृदयमा भावना गरिन्छ। त्यसपछि विशुद्धि चक्र घाँटीमा भावना गरिन्छ। आज्ञा चक्र यो भ्रूमध्यमा गरिन्छ। अनि सहस्रार चाहिँ शिखा मध्यमा त्यो चिन्तन गरिन्छ। तर त्यो शरीरलाई चिरेर हेर्दाखेरिमा ती ठाउँहरूमा ती चक्र देखिने होइनन्। त्यो वास्तवमा भावनात्मक विषय हो, त्यो चिन्तनको विषय हो। त्यो भनेको के हो भन्नुहुन्छ भने आफ्नो विचारलाई उन्नत बनाउने हैन, आफ्नो विचारलाई उदात्त बनाउँदै तपाईमा जुन एउटा सक्रिय त्यो निरन्तर साधना गर्दै गएपछि के हुन्छ भने जब चित्त निर्मल हुँदै जान्छ हैन, तपाईको चाहिँ एउटा सांसारिक विषयप्रतिको जुन मोह हो, राग हो, त्यो बिस्तारै हट्दै जान्छ। त्यो अवस्थामा तपाईमा एउटा आफूभित्र जुन एउटा अनन्त शक्ति छ नि, हामीभित्र अनन्त शक्ति छ, त्यो अनन्त शक्ति अब जागृत हुँदै जान्छ। त्यो जागृत शक्ति चाहिँ त्यसलाई शिवमा पुर्याउने। जस्तो सहस्रारमा शिवको कल्पना गरिन्छ। शिव भनेको कल्याण तत्त्व हो है। त्यसैले त्यो जागृत भएको शक्तिलाई शिव बनाउनु अथवा शिवमा चाहिँ लय गर्नु अथवा शिवका साथ एकाकार गर्नु भनेको के भन्दा शक्तिलाई तपाईले कल्याणमा रूपान्तरण गर्नु पर्यो। तपाईले जुन शक्ति प्राप्त गर्नुहुन्छ
तपाईँमा जुन एउटा आत्मविश्वास, तपाईँमा भएको जुन एउटा ज्ञान प्रतिभा हो होइन, जब त्यो चाहिँ जागृत हुन्छ, जागृत भइसकेपछि तपाईँले प्राप्त गरेको त्यो शक्ति र क्षमतालाई तपाईँले कल्याणमा रूपान्तरण गर्नुपर्छ। त्यो शक्तिलाई तपाईँले कल्याणमा रूपान्तरण गर्नुभयो, कल्याणमा का लागि प्रयोग गर्नुभयो भने त्यो के हो, त्यो चाहिँ बल्ल तन्त्रको मूल सिद्धान्त शिव शक्ति सामरस्य, शिव र शक्तिको एकात्मकताको जुन कल्पना छ त्योसँग मेल खान्छ। अब होइन तपाईँले शक्ति प्राप्त गर्नु, क्षमता प्राप्त गर्नु, तपाईँसँग बुद्धि बढ्यो, तपाईँसँग चाहिँ अरू खालको आत्मविश्वास जागृत भए, तपाईँले धेरै कुराहरू गर्न सक्ने हुनुभयो, त्यो चित्त निर्मल हुँदै गएपछि तपाईँ वाक्सिद्धि पनि आउन थाल्छ। यी कुराहरू प्राप्त भए तर तपाईँले त्यसलाई चाहिँ कल्याणमा प्रयोग गर्नु भएन त एउटा आफ्नो निहित स्वार्थका लागि, क्षुद्र स्वार्थका लागि चाहिँ प्रयोग गर्नुभयो भने त्यो चाहिँ तन्त्रको जुन शिवशक्ति सम्मिलनको सिद्धान्त हो, शिवशक्ति सामरस्यको सिद्धान्त हो, त्यससँग मेल खाँदैन। त्यो चाहिँ तन्त्रशास्त्र विरुद्ध हुन्छ, तन्त्र साधनाको विरुद्ध हुन जान्छ। त्यसैले यसको खास अर्थ के हो भने जस्तो मूलाधार चक्र भन्छौँ हामी, मूलाधार चक्र भनेको पृथ्वी तत्त्वको चाहिँ प्रतिनिधि हो। पृथ्वी भनेपछि हामी के बुझ्छौँ ल भन्नुहोस्, पृथ्वी भनेको संसार हो नि त, संसार होइन, पृथ्वी तत्त्व भनेको संसार हो, सांसारिक भाव। र पृथ्वी ठोस हुन्छ होइन, ठोस भनेको के भने कुनै व्यक्ति एउटा निश्चित आग्रह लिएर बाँचेको छ, कुनै एउटा निश्चित आग्रह, कुनै एउटा स्थिर धारणा छ होइन, त्यो त्यही धारणालाई उसले सर्वश्रेष्ठ ठानिराखेको छ, त्यो धारणाभन्दा बाहिर जान चाहँदैन। यस किसिमको व्यक्ति मूलाधार चक्रमै छ, उसको चिन्तन ऊ त्योभन्दा माथि उठ्न सकेका छैन। जब अब स्वाधिष्ठान मूलाधार चक्रबाट चाहिँ भनौँ चक्र भेदन भएर स्वाधिष्ठानमा जानु भने के भन्दा, जब स्वाधिष्ठान भनेको जल तत्त्वको प्रतिनिधि हो, जल के हुन्छ, तरल हुन्छ। तरल भने के त, अब तपाईँ भनौँ न कुनै व्यक्ति ठोस धारणा थियो, कुनै उसमा चाहिँ एउटै आग्रह थियो नि, अब आग्रह रह्यो, अब ऊ चाहिँ उसमा चाहिँ के छ भन्दा हरेक कुरालाई तरल ढङ्गले सोच्ने कि कसैले भनौँ न हुन्छ नि, मान्छे सामान्य हामी देख्छौँ यो त गलत हो नि भने कहाँ हुन्छ, मैले भनेको ठिक हुन्छ भन्नु चाहिँ त्यो मूलाधार चक्रमै छ, त्योभन्दा माथि उसको चिन्तनै छैन। जब उसले चाहिँ यो पनि हुनसक्छ, यसरी चाहिँ तरल ढङ्गले चाहिँ सोच्ने, फ्लेक्सिबल बन्ने भनौँ न, फ्लेक्सिबल बनेर चाहिँ हरेक कुरालाई त्यो यो पनि सत्य हुनसक्छ, यो पनि हुनसक्छ, त्यसैले मैले आफ्नो आग्रहलाई त्याग्नुपर्छ अथवा म एउटै विषयमा चाहिँ आग्रहशील बन्नु हुँदैन भन्ने खालको यस किसिमको चिन्तन जब मान्छेमा विकास हुन थाल्छ, हो फराकिलो दृष्टि बन्न थाल्छ, अब ऊ चाहिँ हामीले के बुझ्न सक्छौँ भने त्यो व्यक्ति अब स्वाधिष्ठान चक्रको तहमा छ। अब त्यहाँबाट माथि आइसकेपछि मणिपुर होइन, अग्नि तत्त्व, अब अग्नि ज्वाला के हुन्छ, मास्तिर फर्किया हुन्छ, मास्तिर गएको हुन्छ होइन, त्यो अग्निको स्वभाव के हुन्छ, हलुङ्गो हुन्छ, हलुङ्गो हुन्छ भनेको मतलब अब तपाईँ जब मान्छेमा आग्रह हुन्छ तब ऊ गरौँ हुने हो नि त होइन। जब कुनै आग्रह छैन, हरेक कुरालाई चाहिँ फ्लेक्सिबल ढङ्गले चाहिँ सोच्न सक्ने क्षमता उसले विकास गरेको छ, त्यो भएपछि अग्नि भनेको चाहिँ ज्ञानको पनि प्रतीक हो, प्रकाशको पनि प्रतीक हो भनेपछि अब उसमा त्यो ज्ञानको तहमा हलुङ्गो भन्ने होइन, हरेक कुरालाई चाहिँ बडो शान्त ढङ्गले बडो विनयी भावले जसरी ज्ञानीको स्वभाव हुन्छ त्यही ढङ्गले चाहिँ सोच्ने, त्यही किसिमले विश्लेषण गर्ने त्यो तहमा पुग्नु हो वास्तवमा मणिपुर चक्रमा पुग्नु भनेको। अब त्योभन्दा माथि आइसकेपछि अनाहत होइन, हृदय हेर्नुहोस्, हृदय भनेको के त, तपाईँको हृदय भन्ने बित्तिकै हामी के बुझ्छौँ, कोमल करुणा प्रेमको भाव बुझ्छौँ नि होइन। ओहो हृदय भन्ने बित्तिकै हामी करुणाको भाव बुझ्छौँ, प्रेमको भाव बुझ्छौँ, कोमलताको भाव बुझ्छौँ। त्यसैले हृदय चक्र अनाहत चक्र जागृत हुनु भनेको के भन्दा त्यो व्यक्तिमा करुणा, मैत्री होइन, मुदिता, प्रसन्नताको भाव, सबैप्रति प्रेमको भाव, सबैप्रति सद्भावको भाव होइन, सद्भाव त्यस किसिमको भाव चाहिँ जागृत हुनु भनेको चाहिँ अनाहत चक्र चाहिँ जागृत हुनु हो। त्यसपछि अब विशुद्धि चक्रमा पुग्यो होइन, अब यो कण्ठ देशमा कल्पना गरिन्छ। अब त्यो विशुद्धि नामै हेर्नुहोस्, विशुद्धि छ नि त, विशेषण शुद्धि होइन, विशेष प्रकार शुद्धि। अब त्यहाँ चाहिँ तपाईँको चित्तमा रहेका 5 प्रकारका क्लेशहरू होइन, अविद्या, अस्मिता, राग, यस्ता खालका अभिनिवेश, यी भावहरू चाहिँ नष्ट भएर ऊ शुद्ध भन्यो, उसको चित्त चाहिँ अब निर्मल अवस्थामा पुगेको अवस्था भनेको वास्तवमा विशुद्धि चक्र जागृत भएको अवस्था हो। अब त्यहाँभन्दा माथि गएपछि आज्ञा चक्र हेर्नुहोस्, अब आज्ञा चक्र भनेको तपाईँको त्यहाँ चाहिँ अब गुरुको स्थान हुन्छ भनिन्छ है, आज्ञा चक्रमा गुरुको स्थान हुन्छ। अब किन गुरुको स्थानको कल्पना गरियो भन्दा गुरु भनेको के त, जसले अन्धकार अज्ञानको अन्धकारलाई निवृत्त गरेर ज्ञान दिन्छन् होइन, तिनी त्यो तत्त्वको नाम हो नि त गुरु भनेपछि। अब तपाईँ त्यो तत्त्वमा पुग्नुभयो अथवा तपाईँसँग अब त्यो तत्त्व जसले तपाईँलाई अन्धकारबाट उज्यालोतिर लैजान्छ त्यो तत्त्वसँग तपाईँको सामिप्य
भएको स्थिति भनेको अज्ञात चक्रको स्थिति हो है। अब त्योभन्दा माथि गइसकेपछि अब के भयो त भन्दा त्यहाँ मन भनौँ, अब मनको पनि त हुन्छ, मनबाट पनि अब माथि पुग्नु भयो होइन। अब सहस्रारमा पुगिसकेपछि मनबाट माथि उन्मना अवस्था भनिन्छ त्यसलाई, जहाँ चाहिँ मनको स्थिति रहँदैन। मनको स्थिति नरहनु भनेको के भन्दा अब तपाईँले मनले के गर्छ, प्रतिक्रिया जनाउँछ होइन। तर जब मनको स्थिति नरहनु अमनस्क अवस्था भनिन्छ योगको भाषामा, जब कुनै व्यक्ति अमनस्क अवस्थामा पुग्छ त्यतिखेर तपाईँले ऊप्रति जस्तो सुकै व्यवहार गर्नुहोस् उसले कुनै प्रतिक्रिया जनाउँदैन। कुनै प्रतिक्रिया जनाउँदैन भन्नुको अर्थ ऊ जड हो त भन्ने नि प्रश्न, जड पनि होइन, पूर्ण ज्ञानी छ। तर तपाईँले गरेको प्रशंसा, तपाईँले गरेको घृणा यस्ता विषयले उसलाई छुँदैन कि छुँदैन। ऊ एकदम निरपेक्ष भावले ऊ आत्माराम हुन्छ। आत्माराम भनेको ऊ मनको अवस्थाबाट माथि पुग्यो, ऊ आत्माको अवस्थामा छ, ऊ आफैभित्र चाहिँ रमाउने होइन, आत्माराम, आत्मामा नै रमाउने त्यो अवस्थामा पुगेको हुन्छ। उसलाई ती बाहिरी विषयहरूले छुँदैनन्। यस किसिमले जब उसको भावना चाहिँ भाव शुद्धि हुँदै होइन, चित्त शुद्धि हुँदै जब मान्छे निर्मल अवस्थामा पुग्छ, अमनस्क भावमा पुग्छ, त्यो बेला भनेको बल्ल चक्रको पूर्ण जागृति भएर सहस्रारमा चाहिँ कुण्डलिनी शक्ति पुग्नु र अनि शिव शक्तिको सम्मिलन हुनु भन्ने हो। अब यस तपाईँले अहिले भन्नुभयो 7 दिनमा, यत्रो गुण 7 दिनमा पोसिबल छ त छैन, सम्भव छैन। त्यसैले अब यसलाई मान्छेले अब व्यवसाय बनाएका छन् होइन। अब यो नहुनुपर्ने विषय हो, किनभने एकै दिनमा यस्तो सम्भव हुँदैन होइन। त्यो साधनाको लामो प्रक्रियाबाट जाने कुरा हो। तर अब के भन्ने यस्ता खालका दोषहरू हुन्छन्। अब यसलाई व्यवसाय बनाउनेहरूले बनाइरहेका छन्। तर उहाँहरूलाई यस्तो कार्य नगर्नु हुन अनुरोध गर्छु। शास्त्रलाई बुझेर यसको मूल रहस्य बुझेर चाहिँ मान्छेलाई त्यसमा प्रवृत्त गराउनुपर्छ। एकै दिनमा हुने, 7 दिनमा हुने कुरा होइन। 7 दिनमै यदि हामीले भने जस्तो कुण्डलिनी जागृत भएर मान्छे त्यो तहमा पुग्ने हो भने त संसार कस्तो बन्थ्यो होला भन्नुहोस् न। तपस्या किन गर्नु पर्थ्यो त्यत्रो ऋषिमुनि? हो, हजारौँ वर्ष तपस्याको कुरा आएको छ, त्यो किन गर्नु पर्थ्यो? हेर्दा त बरु विशुद्धिसम्म पुग्न त अलिकति होला, बरु सम्भव होला। त्यो माथिका दुईटा पुग्न त अलिक धेरै नै गाह्रो जस्तो लाग्यो, अमनस्क अवस्थामा पुग्न। अमनस्क अवस्थामा हो। त्यो अहिलेको यत्रो हाम्रो दैनिकी जीवनमा यत्रो कार्य गर्दै यत्रो भिडभाडमा हुर्किँदै त्यो अवस्थामा पुग्न सकिएला त होइन। त्यो भिडभाड या यो सांसारिक जीवनले साधनालाई त्यति ठुलो असर त गर्दैन। अनि एकान्त शान्त वनमा गएर तपस्या गर्ने चलन देखिन्छ। त्यो भनिन्छ, त्यो ठिक हो होइन, त्यसलाई त्यो मैले गलत भन्नु खोजेको होइन। मेरो आशय के हो भने तपाईँ निर्जन स्थान, पवित्र स्थान, शान्त स्थान होइन, त्यो प्रकृतिको सुरम्य वातावरणमा त यसै पनि मन प्रफुल्ल हुन्छ। अनि आफूले गर्न खोजेको कुरामा एकाग्रता आउँछ, त्यो एकदमै राम्रो कुरा भयो। तर त्यो हुँदैमा हुन्छ भन्ने होइन नि त। जस्तो मान्छे भनौँ कुनै मान्छे चाहिँ हिमालयको काखमा होइन बडो शान्त ठाउँमा चाहिँ बस्यो, तपस्या गरिरहेछ, तर उसका विचार, उसका चाहिँ चिन्तनहरू चाहिँ सांसारिक अवस्थामै छन्। उसको चाहिँ भनौँ न अब गृहस्थमा थियो, गृहस्थ चाहिँ बाट चाहिँ 2-4 दिन लागि गएको छ, तर गृहस्थकै चिन्तन गरिरहेको छ, स्वामी छोराछोरीको चिन्तन गरिरहेको छ होइन भने त्यसको कुनै अर्थ छैन। त्यसैले तपाईँले मनलाई चाहिँ श्मशान बनाउनु पऱ्यो कि। श्मशानको अर्थ एकान्त, मसानको अर्थ एकान्त हो। एकान्त मसानमा त कोही जलाउने ठाउँलाई मसान भन्नुको अर्थ चाहिँ के रहेछ? त्यही त एकान्त हो नि त। त्यो एकान्त स्थान हो जहाँ चाहिँ तपाईँको अब सांसारिक भावबाट तपाईँ निवृत्त भएर होइन जीवन हुन्जेल के हुन्छ मान्छे चाहिँ जसरी सांसारिक भावमै रमाइरहेका हुन्छ। अब मृत्युको अवस्था भनौँ न एक प्रकारले, त्यो मृत्युको अर्थ के हो भन्दाखेरिमा तपाईँ चाहिँ त्यो परम कारणमा चाहिँ मिलेको अवस्था हो नि त। एक प्रकारले कारण भावमा चाहिँ जाने त्यो एकान्त, त्यो वास्तव एकान्त हो। तन्त्रमा श्मशान शब्द आउँछ, श्मशान शब्दको अर्थ एकान्त भन्ने अर्थ हो। त्यसैले मनलाई तपाईँले नियन्त्रण गर्न सक्नुभयो भने घरै पनि के हुन्छ, श्मशान बन्न सक्छ। अथवा भनेको मतलब श्मशानको अर्थ फेरि त्यो नराम्रो अर्थमा होइन है, एकान्त तपस्थली बन्न सक्छ होइन, त्यो बन्न सक्छ। अथवा भनौँ ल हिमालय बन्न सक्छ। जाँदैमा त्यो नदी किनारमा जाँदैमा होइन अथवा एकान्त निर्जन स्थानमा जाँदैमा त्यो प्राप्त हुँदैन। तपाईँको मनलाई तपाईँले नियन्त्रण गर्न सक्नु भएको छ अथवा मनलाई चाहिँ सांसारिक विषयबाट विरत गराउनु भएको छ भने घरमै बसेर पनि तपाईँले त्यो स्थिति प्राप्त गर्न सक्नुहुन्छ। समय सापेक्ष पनि हुँदैन होला यो अनुभव, किनकि पहिलेको जमाना पो यो सबै
सकिन्थ्यो गर्न, अहिले त सकिँदैन नि भनेर भन्नुहुन्छ घरतिर पनि सुनिन्छ समाजमा। त्यो त पहिलेका कुरा हुन्, अहिले कहाँ मान्छेले त्यसरी तपस्या गर्न सकिन्छ, वनमा जान सकिन्छ, सिद्धि प्राप्त हुँदैन भन्ने अवस्था थियो। त्यो त्यो मनस्थिति हो। हो त्यो होइन किनभने सिद्धि अथवा ज्ञान विद्या भन्ने कुरा त्यो काल सापेक्ष हुँदैन, सार्वभौम चिज हो नि त्यो त। होइन, सार्वकालिक हुन्छ, सार्वभौम हुन्छ, सार्वजनीन हुन्छ। भनेको मतलब त्यो कुनै व्यक्ति विशेषलाई चाहिँ हुने अथवा कुनै जातिलाई हुने, होइन, कुनै देशमा बसेकोलाई हुने, कुनै निश्चित टाइम फ्रेममा हुने, कुनै निश्चित भूमिमा हुने भन्ने हुँदैन। त्यो तपाईँमा त्यसप्रति त्यो विषयप्रति तत्परता छ, निरन्तरता छ भने त्यो सम्भव छ, जहाँ पनि सम्भव छ। त्यसैले यो समयमा कहाँ हुन्छ, यो पूर्व जन्ममा अथवा के अरे सत्ययुगमा पो यो सम्भव थियो, अहिले कलियुगमा हुँदैन भन्नु भयो। कलियुगमा सम्भव छैन किन भन्ने भन्दा अब बढी होला के अरे कोलाहल छ, मान्छेको विचार चाहिँ सांसारिक विषयप्रति बढी चाहिँ आसक्त भएको हुनाले त्यो भनिएको हो। तर त्यो त मनको विषय हो नि, मनको कारणले मान्छे कोलाहलमा छ, होइन, सांसारिक विषयप्रति चाहिँ आसक्त छ। जब तपाईँले सत्ययुगमा पनि थियो, कलियुगमा पनि थियो। त्यसैले मनलाई तपाईँले नियन्त्रण गर्न सक्नु भने जुनसुकै युगमा जुनसुकै समयमा जसका लागि पनि सम्भव छ, असम्भव होइन। हो, केही कारणले, परिस्थितिको कारणले केही समय लाग्न सक्छ, केही गाह्रो हुन सक्छ, तर असम्भव भन्ने चाहिँ छैन। हामी यन्त्रको बारेमा अलिकति कुरा गरौँ। त्यो यन्त्रमा देखिन्छ विभिन्न आकृतिहरू बनाएको देखिन्छ, ज्योमेट्रिकल फिगरहरू, त्रिभुज हुन्छ, चतुर्भुज, वृत्ति आकारका हुन्छन्। तिनीहरूको तात्पर्य के हो, केही अर्थ छन् कि तिनीहरूका? यन्त्र भनेको चाहिँ देवताको शरीर हो। हजुर, है, त्यो यन्त्र भनेको देवताको शरीरको रूपमा कल्पना गरिएको छ। किनभने देवता भनेको त अमूर्त चिज छ नि त, अमूर्त छ, त्यो शक्ति हो, होइन, त्यो शक्ति हामीले देख्दैनौँ। तर अब त्यसलाई साकार रूपमा उपासना गर्दाखेरिमा कसरी गर्ने भन्ने सन्दर्भमा यन्त्रको कल्पना गरियो। र यन्त्रमा तपाईँको सबै यन्त्र तपाईँले हेर्नु हो भने हरेक यन्त्रको बिचमा सेन्टर पोइन्टमा चाहिँ बिन्दु हुन्छ। त्यो बिन्दु भनेको के भने, बिन्दु भनेको शिव र शक्ति अथवा तपाईँ लक्ष्मी नारायण, स्त्री पुरुष, होइन, साङ्ख्यले भने जस्तो पुरुष प्रकृति। त्यो मतलब यहाँ के छ भन्दा, अथवा वेदले भने जस्तो अग्नि र सोम, होइन, विपरीत धर्मको एकत्व नै के हो, त्यो बिन्दुले बुझाउँछ। विपरीत, होइन, शिव शक्ति विरुद्ध धर्म देखिन्छ, अग्नि र सोम, होइन। अब सृष्टिमा पनि के हुन्छ भने तपाईँको तातो र चिसो दुईवटा चिज मिलेर नै सृष्टि हुन्छ। तपाईँले बिउ रोप्नुभयो, कुनै बिउ रोप्नुभयो, बिउ रोपिसकेपछि त्यहाँ पानी पनि हाल्नुपर्छ, चिसो पनि चाहिन्छ, ताप पनि चाहिन्छ। ताप भएन भने पानी दुवै त्यो मिलेन भनेदेखि अङ्कुरण हुँदैन, है। त्यसैले त्यो विपरीत धर्मको संयोजनबाट नै सृष्टि हुने प्रक्रिया हो, यो शाश्वत नियम हो, है। त्यसैले अग्नि सोमात्मकम जगत भन्छ वेदले, होइन, अग्नि र सोम विपरीत देखिन्छ नि। तर यी दुवैको एकत्व, दुवैको संयोजनबाट नै सृष्टि हुन्छ। अब प्रकृति पुरुष, होइन, शिव शक्ति, लक्ष्मी नारायण, तपाईँ जे भन्नुहोस्, अब ऋणात्मक धनात्मक, होइन, प्लस माइनस अथवा 0 1, अब यो विभिन्न उसमा भन्न सकिन्छ। यो दुईवटा चिजको एकत्वको प्रतीक हो बिन्दु, है। जब त्यो एकत्व, जब दुई विपरीत भनौँ अथवा त्यो दुई स्वभाव भनौँ न, दुई प्रकारको स्वभाव, अथवा त्यहाँ के हुन्छ भने शिव भनेको चाहिँ तपाईँको स्ट्याटो एनर्जी, स्ट्याटिक इनर्जी, के स्थिर इनर्जी भयो। शक्ति भनेको चाहिँ डाइनामिक इनर्जी, है, साइन्सको भाषा भन्दाखेरिमा साइन्सले पनि त्यही भन्छ नि। एउटा इनर्जी के छ, स्ट्याटिक इनर्जी, स्थिर इनर्जी छ, स्थिर शक्ति छ। अर्को चाहिँ डाइनामिक, गतिशील छ। त्यसैले शिव र शक्ति, त्यो दुवै स्थिर र डाइनामिक दुवै मिलेपछि मात्रै एनिमलले के हुन्छ, सृष्टि हुन्छ, है। त्यो प्रक्रिया हरेक उसमा चाहिँ चलिरहेको हुन्छ। त्यसैले त्यो हामीले सामान्यतः हेर्दाखेरिमा स्थिर र गतिशील शक्ति र स्थिर शक्ति विरुद्ध स्वभाव जस्तो देख्छौँ नि, होइन। हो, त्यो विपरीत अथवा विरुद्ध स्वभावको एकत्वबाट नै सृष्टि हुने हो। र त्यो बिन्दु जुन यन्त्रमा रहेको मध्यबिन्दु सेन्ट्रल पोइन्ट हो, त्यसमा त्यो दुईवटा शक्ति, स्ट्याटो एनर्जी शिव र डाइनामिक एनर्जी शक्तिलाई त्यो एकत्वको कल्पना गरेर त्यसलाई समरस एकाकारको कल्पना गरेर चाहिँ बिन्दुको कल्पना गरिएको हुन्छ। जब त्यो बिन्दुमा चाहिँ अब एउटा
छेउ हुन्छ। छेउ भनेको जस्तो अब अहिले साइन्सहरूले चाहिँ आधुनिक साइन्सले कसरी सृष्टि भयो भन्ने क्रममा चाहिँ विभिन्न खालका चाहिँ सिद्धान्त ल्याएका छन्। बिग ब्याङ थ्योरीको कुरा गर्छन्, के कुरा गर्छन्, मतलब एउटा कुनै यस्तो स्थिर शक्ति थियो जहाँ चाहिँ त्यो गतिशील शक्ति र स्थिर शक्ति एकत्व भएको थियो। त्यहाँ अचानक कुनै भाइब्रेसन भयो, स्पन्द भयो होइन, विशाल एउटा ध्वनिको प्रक्षेपण भयो। त्यसपछि चाहिँ अनि त्यो के भयो त भन्दा त्यसबाट चाहिँ सृष्टि प्रक्रिया सुरु भने जस्तै जब त्यो बिन्दुको विस्तार हुन थाल्छ, त्यो बिन्दु फुल्न थाल्छ, तब के हुन्छ, त्यसले त्रिकोणको आकार लिन्छ, त्रिकोणको रूप लिन्छ। जस्तो तपाईँले कुनै बीज रोप्नु, बीज छ नि त, चना भनौँ, चना पनि तपाईँ चनाको त्यो बाहिर बोक्रा खोलेर हेर्नु भने त्यहाँ दुईवटा फक्लाटा हुन्छ। दुईवटा फक्लाटा बाहिर एउटा आवरणले एउटै बनाउँछ। एउटै छ, एउटै भित्र दुईवटा छ नि। हो, त्यो बिन्दु भनेको के हो, एकात्मक बिन्दु जुन छ त्यो भित्र शिव र शक्ति, स्ट्याटो इनर्जी र डाइनामिक इनर्जी दुवै छ। जब त्यो इनर्जी फुल्छ अथवा तपाईँले बिउ रोपेपछि जब त्यो फुलेपछि अब के हुन्छ, त्यहाँ टुसा निस्किन्छ। अनि तपाईँले हेर्नुहोस्, अङ्कुरित भएपछि दुईवटा पात निस्किन्छ, एउटा पात माथि, एउटा पात, तिनवटा त्रिकोण बन्यो नि। हेर्नु, त्यसलाई सेप के भन्छ, त्रिकोण भन्छ। बस अब त्यो बिन्दुको विस्तार स्वरूप अब त्रिकोण बन्छ। तपाईँले यन्त्रहरू हेर्नु भने है, यन्त्र हेर्नु भने तपाईँले त्यो देख्नुहुन्छ त्रिकोण। अब यसरी अब फैलिँदै जाने क्रममा त्रिकोण होइन, त्यसपछि कमलको पङ्खुडी जस्तो पनि देखिन्छ। यस किसिमले अब त्यो विभिन्न स्वरूपमा विभिन्न प्रतीक बनाएर चाहिँ बनाइएको हुन्छ। मूल कुरा के हो भने त्यसले व्यक्त गर्न खोजेको कुरा के हो भने देवता भनेको यस्तो शक्ति हो जसभित्र स्ट्याटो इनर्जी, स्थिर इनर्जी र गतिशील इनर्जी शक्ति दुवैको एकत्व हुन्छ। जब त्यो शक्ति बाहिर प्रकट हुन्छ तब त्यसले अब त्रिकोणको रूप धारण गर्छ, यन्त्रात्मक रूपले ल्याउँदा चाहिँ त्रिकोणको रूप धारण गर्छ। अथवा जब त्यो एकात्मक शक्ति छ, त्यो एकात्मक शक्ति जब विस्तारित हुन थाल्छ, तपाईँ कल्पना गर्नुहोस्, इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्ति बन्छ। जस्तो हामीले कुनै पनि चिज गर्नुभन्दा पहिले हाम्रो एउटा मनमा एउटा भनौँ न, पहिला त्यो विचार त थियो नि त, कुनै चिज अव्यक्त रूपमा रहेको थियो। जब हामी त्यो व्यक्त हुन खोज्ने बित्तिकै हुन्छ इच्छा शक्ति जागृत हुन्छ, त्यो काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा हुन्छ। त्यसपछि अब तपाईँ त्यसका लागि तपाईँले के गर्नुहुन्छ, त्यो काम कसरी सम्पन्न गर्ने भन्नलाई तपाईँभित्र एउटा ज्ञान होइन, त्यो सम्बन्धी ज्ञान हासिल गर्न चाहनुहुन्छ। ज्ञान शक्तिलाई तपाईँले उद्दीपित गर्न थाल्नुहुन्छ, जागृत गर्न थाल्नुहुन्छ। त्यसपछि अनि बल्ल क्रिया शक्तिमा जान्छ। हरेक कुरामा यस किसिमले इच्छा शक्ति, ज्ञान शक्ति, क्रिया शक्ति हुने भयो होइन। अब त्यसै गरी त्यो त्रिकोण यन्त्रमा त्यही त्रिकोण भनेकै इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको प्रतीक भन्न सक्नुहुन्छ तपाईँले। त्यसै बेला सत्व रजतम पनि भन्न सक्नुहुन्छ, किनभने प्रकृति भनेको चाहिँ अब त्यसलाई हामीले साङ्ख्यको भाषामा त्यो यन्त्रलाई हेऱ्यौँ भने के बुझ्छौँ भन्दा त्यो जुन यन्त्र हो त्यो प्रकृति हो, जहाँ चाहिँ सत्व रजतम तिनटै गुण साम्य अवस्थामा रहेको थियो। जब प्रकृतिको त्यो त्रिगुणमा चाहिँ अब के भन्छ त्यसलाई, त्यो भनौँ न एउटा के भन्छ धेरैपना र थोरैपना देखिन थाल्छ। अनि त्यसपछि त्रिगुणको विकास हुन्छ। भनेको मतलब जब सत्वगुण बढी हुन्छ होइन, तब बुद्धि तत्त्वको सृष्टि हुन्छ यस किसिमले होइन। अनि तपाईँको जब रजोगुणको चाहिँ वृद्धि हुन्छ अथवा रजोगुण बढी देखिन्छ, अहङ्कार तत्त्वको, यस किसिमले चाहिँ तत्त्वहरूको सृष्टि हुने क्रम हुन्छ। त्यसैले साङ्ख्यको भाषामा त्यो बिन्दु के हो, प्रकृति हो। अब तपाईँको शैव शाक्त तन्त्रको भाषामा त्यो के हो, शिव शक्तिको एकात्मक बिन्दु हो होइन। जे होस्, आशय के भन्दाखेरिमा यन्त्र भनेको देवता, अव्यक्त देवता अथवा अव्यक्त त्यो शक्तिलाई यन्त्रका रूपमा चाहिँ त्यसको शरीर कल्पना गरेर गरिने त्यो उपासनाको लागि कल्पना गरिएको एउटा त्यो शरीर हो, स्वरूप हो होइन। त्यसलाई तपाईँ मूर्तिको रूपमा कल्पना गर्न सक्नुहुन्छ। हजुर, मूर्ति र यन्त्रमा अनि के भिन्नता छ कि उस्तै लाग्यो, अव्यक्त चिजलाई व्यक्त गर्न खोजे जस्तै लाग्यो, दुवैले हो, दुवैले व्यक्त गर्न खोजे। तर एउटाले चाहिँ त्यसलाई जियोमेट्रिकल सेप होइन, ज्यामितीय आकार, रेखात्मक स्वरूप दियो भने अर्कोले चाहिँ आकार होइन, स्पष्ट आकार दियो, त्यति मात्रै फरक हो। मूर्ति भने पनि देवताको शरीर हो, यन्त्र भने पनि वास्तवमा देवताको शरीर हो। हाम्रो दर्शकलाई हजुरलाई मिठो लाग्ने यन्त्रको नत्र कुनै शास्त्रको श्लोकहरू वाचन गरेर सुनाइदिनु न। ल ठिक छ, अब तपाईँले यन्त्रकै कुरा गर्नुभयो। अब यन्त्रकै सन्दर्भमा श्रीयन्त्र है, चक्रराज भनिन्छ, त्यसको लक्षण म बताउँछु। त्यसको चाहिँ त्यही मैले बिन्दु भनेको थिएँ नि, बिन्दुबाटै सुरु हुन्छ। बिन्दु त्रिकोण वसुकोण दशार युग्मम मन्वस्र नागदल संयुत षोडशारम वृत्तत्रयं च धरणी सदनत्रयं च
श्रीचक्र राजमुदितं परदेवतायाः। यो परदेवता भनेको परादेवताको चाहिँ यन्त्र हो है। श्रीयन्त्र भनेको जहाँ के छ भन्दा बिन्दुबाट सुरु हुन्छ। बिन्दु त्रिकोण, बिन्दुको विस्तार भयो, त्रिकोण भयो, बिन्दु त्रिकोण वसुकोण। अब त्यो पनि विस्तार भएपछि अष्टकोण बन्छ। वसुकोण है अष्टकोण भयो। त्यसपछि दशार युग्म भनेको दशकोण, दुईटा दशकोण, त्योभन्दा बाहिर दशकोण बन्छ। त्यसपछि चतुर्दशार कोण बन्छ। त्योभन्दा बाहिर आइसकेपछि नागदल भनेको अष्टदल कमलको चाहिँ आकृति हुन्छ। त्यसपछि 16 दल कमलको चाहिँ हुन्छ। त्योभन्दा बाहिर फेरि वृत्त, 3टा वृत्त हुन्छ। अनि धरणी त्रय भनेको चाहिँ भुपुर, 3टा भुपुर हुन्छ। यस किसिमको जुन यन्त्र छ त्यसलाई चाहिँ श्रीयन्त्र भनेर भनिन्छ हैन। बिन्दु त्रिकोण वसुकोण दशार युग्मम मन्वस्र नागदल संयुत षोडशारम वृत्तत्रयं च धरणी सदनत्रयं च श्रीचक्र राजमुदितं परदेवताय। मलाई अर्को पनि याद आयो, सौन्दर्य लहरीको पनि एउटा सुनाइदिनु। सौन्दर्य लहरीको ल ठिक छ, पहिलो श्लोक नै त्यहाँ चाहिँ मैले अघि भनेको थिएँ नि शिव र शक्तिको एकात्मकताको कुरा छ हैन। शिव र शक्ति चाहिँ त्यो स्ट्याटो एनर्जी र डायनामिक एनर्जी चाहिँ एकात्मकै छ, तादात्म्य भावले रहेको हुन्छ। त्यो कसरी तादात्म्य भावले रहेको हुन्छ भन्दा जसरी आगो र आगोमा पोल्ने शक्ति हुन्छ नि, आगो र आगो पोल्ने शक्ति फरक होइन नि हो। जस्तो हामीले आगो भनेर केलाई भनेको हुन्छ, जेमा पोल्ने शक्ति हुन्छ त्यो आगो हो नि त हैन। हो त्यसै गरी शिव र शक्ति पनि यस्तो एकात्म भएर बसेका हुन्छन् कि जसरी आगो र आगोको पोल्ने शक्तिलाई भिन्न गर्न सकिँदैन त्यसै गरी रहेका हुन्छन् भन्ने तन्त्रको मान्यता छ। र तन्त्रले त अझ के भनौँ न, त्यो शक्तिवादमा चाहिँ शक्तिलाई परम मान्ने मतमा चाहिँ के भन्छ भन्दा शक्ति भनेको त अझ यस्तो हो कि हुनु पनि हो वास्तवमा त्यो स्ट्याटो एनर्जी त तपाईँको एक प्रकारले निरपेक्ष भावले रहेको हुन्छ। सबै जति पनि गतिविधि देखिन्छ त्यो सबै गतिविधि डायनामिक एनर्जीकै खेल हो नि त। त्यसैले त्यो डायनामिक एनर्जी अथवा शक्ति नहुने हो भने शिव केही पनि होइन भन्ने मान्यता छ। ठिक त्यही मान्यता चाहिँ सौन्दर्य लहरीमा शङ्कराचार्यले पहिलो श्लोकमै व्यक्त गर्नुभएको छ। म भनिहाल्छु। शिवः शक्त्या युक्तो यदि भवति शक्तः प्रभवितुं न चेदेवं देवो न खलु कुशलः स्पन्दितुमपि अतः स्वामाराध्य हरिहरविरिञ्चादिविरपि प्रणन्तुं स्तोतुं वा कथमकृत पुण्यः प्रभवति। शिव चाहिँ शक्तिले युक्त हुँदा नै हैन यो सारा जगतको सृष्टि स्थिति गर्न सक्षम भएका हुन्। यदि शक्ति हुँदैन थियो भने शिव के हुन्थे, चल्न पनि सक्दैन थिए। नखलु कुशल स्पन्दितुमपि, शिव शव बन्थे के। शिवमा जुन इकार छ नि त्यो शक्तिको प्रतीक हो। इकार हटाउनुहोस् त शव भन्छ। शव भने के, मुर्दा, लास, निश्चल भएर बस्ने, केही प्रतिक्रिया नगरेपछि त हैन सृष्टि जागेको पनि स्पन्दनै नगरेपछि त अस्पन्दित अवस्था भनेको त मूर्छा अवस्था अथवा मूढ अवस्था अथवा लासकै अवस्था त हो। भने शक्तिको त्यत्रो महत्त्व चाहिँ बताइएको छ है तन्त्रशास्त्रमा। त्यसैले के अरे तन्त्रले अझ के भन्छ भने नारी शक्तिलाई, मातृशक्तिलाई यति महत्त्व दिएको छ कि नारी शक्तिको चाहिँ हजारौँ अपराध भए पनि त्यो अपराध चाहिँ क्षमा गर्नुपर्छ र नारीको चाहिँ दोषको होइन गुणको मात्रै बखान गर्नुपर्छ भन्छ कि। तन्त्र पढ्न अलिक जरुरी रहेछ समाजका मान्छेले। त्यसो भए एकदम तन्त्र चाहिँ अहिलेको विश्वमा त झन् जरुरी रहेछ तन्त्र बारे पढ्न त। एकदम हो नि त। जस्तो भनौँ तपाईँ, मैले जस्तो भनौँ अहिले सबभन्दा बढी के छ भन्दाखेरि संसारमा दाम्पत्य जीवनमा चाहिँ बडो एउटा होइन त्यो विघटित भइराखेको छ, मतलब विघटन भइराखेको छ। त्यो जुन खालको चाहिँ प्रेम सम्बन्ध हुनुपर्ने हो त्यो भइराखेको छैन। अहिले चाहिँ युवा युवतीहरू चाहिँ होइन छिट्टै उनीहरूको चाहिँ डिभोर्स हुने त्यस्तो खालको जुन छ नि, त्यसमा तपाईँले चाहिँ शिव र शक्तिको जुन तादात्म्यको कुरा तन्त्रले गर्छ त्यो चिजलाई व्यवहारमा लागू गरियो भने हरेक पुरुषले आफूलाई शिव अनि आफ्नो पत्नीलाई चाहिँ शक्तिको रूपमा व्यवहार गर्यो र उसले यो सिद्धान्त बुझ्यो कि शक्ति बिना शिव लास हो है, मुर्दा हो है, मेरो पत्नी मेरो शक्ति हो, ऊ नभए म केही पनि रहन्न भन्ने। र पत्नीले पनि शिव मेरो शक्तिको आधार को त शिव हो। त्यसैले शिव नभए म केही पनि रहन्न, मेरो पति नभए म मेरो अस्तित्व मेरो केही पनि छैन। त्यसैले हामी परिपूरक हौँ, हामी तादात्म्य भावले रहनुपर्छ होइन भन्ने हिसाबले चाहिँ शिव चाहिँ शक्ति रहित हुन सक्दैन र शिव पनि के अरे शक्ति पनि शिव वर्जित हुन सक्दैन होइन। न शिव शक्ति रहितो न शक्ति शिव वर्जिता
उभयोर अस्ति तादात्म्यम बन्ही दाह कयोरिव, दुवैको चाहिँ तादात्म्य छ, पति पत्नीको बिचमा चाहिँ अन्योन्य भाव, परिपूरक भाव हो। यस किसिमले चाहिँ व्यवहार भयो भने, यसको चिन्तन भयो भने कल्पना गर्नुहोस् दाम्पत्य जीवनमा विघटन हुन्छ हुँदैन। दाम्पत्य जीवन पनि कति आदर्शमय र आदर्शमय बन्छ हैन, किनभने त्यो दाम्पत्य जीवन त डिभाइन बन्छ नि, दिव्य बन्छ नि। त्यो त शिवशक्ति, हरेक दम्पति शिवशक्ति बन्ने भयो नि, शिव पार्वती बन्ने भयो नि। हरेक घर दाम्पत्य जीवन हो, हरेक घर अब के बन्ने भयो, तपस्थली तपस्थली हिमालय बन्ने भयो नि हैन, कैलाश बन्ने भयो नि हैन। और पुरुष नारी शिवशक्ति भयो, बस कति राम्रो जीवन भयो। हस् गुरु हजुरलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद।